गाउँबाट सहर त आयो अब काम चाहिँ पाइन्छ कि पाइँदैन कुनै पनि मान्छे छैन यतातिर कुनै मान्छे भए काम सोध्नुहुन्थ्यो दाइ यता सुन्नु त के भयो भाइ दाइ म यहाँ गाउँबाट काम गर्न आएको तपाईँ अब केही कामहरू दिनुहुन्छ कि ए हो र तिमी कुन गाउँबाट आएको ए दाइ म त्यो पछाडि डाँडा देख्नुहुन्छ त्यो डाँडा कटेपछि अझ एउटा डाँडा अनि अझ एउटा डाँडा कटेपछि अझै दुईवटा डाँडा कट्नुपर्छ अनि त्यो दुईवटा डाँडा कटेपछि एउटा कालीमिची भन्ने एउटा गहिरो खाल्डो आउँछ त्यो खाल्डोभित्र पछि 1 किलोमिटर गहिरो अझै खन्नुपर्छ अन्त एउटा गुफा आउँछ त्यसमा मेरो गाउँ बसेको छ सिम्पल भाषामा म नेपालकै गाउँबाट हो ए तिमी नेपालकैबाट हो ल तिमीलाई म एउटा काम दिन्छु मिल्ने काम दिन्छु गर्छौ दाइ तपाईँको काम छ त्यसो भए दाइ जुन काम भयो भने गर्छु मात्र तपाईँ पैसा कति दिनुहुन्छ त्यति भनिदिनुहोस् महिनाको 15,000 15,000 दाइ डन भयो काम ल भाइ म तिमीलाई काम दिने भए म तिमीलाई पठाउको काम दिन्छु पठाउ भनेको चाहिँ त्यहाँ पल्लो डाँडाबाट मान्छेले टिपेर अल्लो डाँडासम्म फाल्ने हो गर्छौ त अनि दाइ मान्छेले चाहिँ के यहाँबाट टिपेर उता फाल्ने भाइ म तिमीलाई सुपर बाइक दिइहाल्छु यहाँबाट टिप्ने त्यहाँबाट फाल्ने अन्त सुपर बाइक खोइ त ए भाइ तिम्रो सुपर बाइक दाइ यो त कहाँ सुपर बाइक हो त यो त साइकल हो त भाइ तिम्रो बजेटमा यति आउँछ तिमी काम गर्ने कि नगर्ने यति भन दाइ म त यस्तो काम गर्दिनँ है 15,000 भाइ 15,000 हुन्छ दाइ अनि दाइ मेरो मोबाइल चाहिँ खोइ त भाइ तँलाई मोबाइल चाहिँ किन चाहियो अनि दाइ मान्छेको फोन आउँछ अनि म लिन जाने होइन ए तेरिका भाइ तिमीले गलत बुझ्यो यो त अटो जस्तो भयो त बाटोतिर भेटेको मान्छे टिपेर फालिदिने हुन्छ दाइ हुन्छ